कछुवाको हिँडाइमा खरायोको चाल, कछुवाको हिँडाइमा खरायोको चाल, फटाङ्ग्राको बस्तीमा माकुरीको जाल, फटाङ्ग्राको बस्तीमा माकुरीको जाल, मुखले ठिक्क पार्नेको निको हुन्न चाल, मुखले ठिक्क पार्नेको निको हुन्न चाल, सधैँ गोली फेर्नेको कमालै कमाल। त्यसैले त हजुर कहिलेकाहीँ भइहाल्छ नि। गोलमाल 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 गोलमाल। हजुर यो हो गोलमाल। रमेश भाइ कता हौ? छ्याफुल्ला। नमस्कार नमस्कार। होइन त्यस्तो के काम पर्यो र हतार हिँडेको? अहिले फर्किँदाखेरि कुरा गर्ला तेन्जी दाइ, अलि हतारमा छु के म है। एकछिन बस्नुहोस्, बसेर कुरा गरौँ। होइन किन यत्रो हतार गरेको? पहिला मेरो कुरा सुन्नुहोस्। मान्छे नमरुन्जेलसम्म काम भइरहन्छ, काम भइरहेपछि चिन्ता पनि भइरहन्छ, चिन्ता भइरह्यो भने हो यस्तो हतार हुन्छ। हेर्नुहोस् रमेश भाइ, काम त सबैले गर्नुपर्छ, जे काम गरे तापनि आरामले गर्नुपर्छ। अब हतारले काम गरेपछि लतपत भइहाल्छ नि। हेर्नुहोस् रमेश भाइ, गाडी चलाउने मान्छेले हतारसँग कुदायो भने के हुन्छ? एक्सिडेन्ट हुन्छ। हवाईजहाज हाँक्ने मान्छेले त्यसरी हाँक्यो भने क्रास हुन्छ। त्यस्तै भात पकाउने मान्छेले पनि हतार पकायो भने के हुन्छ थाहा छ? डढ्छ, काँचै हुन्छ, नमिठो हुन्छ। हेर्नुहोस् रमेश भाइ, त्यसैले जे काम गरे पनि आरामले गर्ने, बुझ्नुभयो? अब तपाईँ भन्नुहोस्, म सुन्छु। म पछि भन्छु दाइ। के तालको मान्छे रहेछ? ओ केटा हो, के गरिरहेको छौ? यी यार लसुन रोपिरहेको छौँ यार। उम्रिने हो कि नउम्रिने हो त्यो चाहिँ शङ्का लागिरहेको छ। चुप लाग, बाघचाल खेलिरहेको छ, लसुन रोप्यो भन्छ। देखा रहेछस् त, के सोधेको? ठिकै छ, बाघचाल खेलेरै जिन्दगी जाने भयो तिमीहरूको। त्यही त, तैँले चाहिँ ठुलै ठेका लिएर विकासलाई अगाडि बढाइरहेछस् नि, होइन? हिजो अस्ति गाउँ डोलेर समय बिताए पनि आजभोलि त्यसरी बिताएन। आज चाहिँ रेल उडाएर आइस कि प्लेन उडाएर आइस? प्लेन उडाएर होइन केटा हो। अब यही गाउँमा 5 तले बिल्डिङ ठडाइन्छ र यही गाउँको बाटोमा गाडी गुडाएर हिँडिन्छ। सपना चाहिँ पुरा होस् नहोस्, देख्न चाहिँ ठुलै पर्छ। सपना मात्र होइन केटा हो, विपनामा देख्नेछौ, नपत्ता यहाँ आइस। हेर तिमीहरूको यो दाइ अब विदेश गएर ठुलो कम्पनी काम गरेर पैसाको बोरा बोकेर आउनेछ, त्यसपछि आफ्नो सपना पुरा गर्नेछ। ल केटा हो, तिमीहरू खेलिराख। अब विदेश जानु छ, सामान पनि प्याक गर्नु छ, म चाहिँ हिँडी। साँच्चै केटा हो, तिमीहरूको पनि विदेश जाने विचार भयो भने मलाई भन्नु, म मामासँग कुरा गराइदिन्छु, अनि मामाले राम्रो ठाउँ पठाइदिन्छन्। होइन भने म चाहिँ विदेशबाट टन्न सुर्केसभरि पैसा बोकेर आउनेछु, तिमीहरू चाहिँ यही ठाउँमा बाघचाल खेलेर बसिरहनेछौ। ठिक छ, हाम्रो लागि नि कुरा मिला न त, हामी पनि जान्छौँ विदेश। तर त्योभन्दा पहिले तेरो मामासँग हामी पनि भेटेर कुरा गर्न चाहन्छौँ। ल ठिक छ, त्यसो भए तिमीलाई म भोलि नै मेरो मामासँग भेटाउँछु। शान्ति दिदी, यसपालि नि हजुरको त बिहे नहुने भयो, कुमारी नै बस्ने विचार छ क्या? त्यही त, गाउँमा जो नौलो मान्छे आए पनि शान्ति दिदी के बिहेको कुरा गर्न आएको भन्ने सुन्छु। अझै पनि टुङ्गो लागेन? म यो गाउँबाट बिहे गरेर गएपछि यो गाउँ फराकिलो हुन्छ होला नि, होइन तिमीहरूलाई? नरिसाउनु शान्ति दिदी, हामीले त्यस्तो भन्न खोजेको होइन के, पोहोरदेखि नै तिम्रो बिहेको कुरा चलिरहेको, यसपालि नि हुँदैन कि भनेर भनेको के। बिहे गर्ने कुरा हो, हतार गरेर हुन्छ? बिहे के 1 महिना 1 वर्षको लागि गर्ने हो र? यो त जुनी काट्ने कुरा हो। त्यसैले बिहे सोच विचार गरेर मात्र गर्नुपर्छ। धेरै सोच विचार गर्नु हुन्न के दिदी? बजारमा कपडा लिन जाँदा धेरै छान्दा नराम्रो, कमसल, लो क्वालिटीको पर्छ नि, हो त्यस्तै पर्ला के तिमीलाई पनि फेरि? म त
आफूलाई बुझ्ने मन मिल्ने केटा पायो भने त झैँ पारिहाल्छु। आफू त राम्रो पढे लेखेको भन्दा नि युरोप अमेरिका बस्ने केटा पाए फ्याट्टै बिहा गरिहाल्ने हो। अनि उतै गयो, उतै घरले छोरा पायो, छोरा खेलाउँदै युरोप घुम्दै क्या मजा हो। तिमी हामी जस्तो युवा युवतीको सोचै यस्तो भएपछि कसरी हुन्छ भने देशको विकास? म त आफ्नै देशमा पसिना चुहाउने मेहनती इमान्दार र खेती किसान गर्ने किसानसँग बिहे गर्छु, जसले आफ्नो खेतबारी बाँझो पनि नराखोस् र परिवारलाई भोको नाङ्गो पनि नराखोस्। हेलो हेलो, के रे बधाई छ है तिमीलाई, बधाई छ। अनि तिम्रो बुढाको उमेर चाहिँ कति रे? ए तिम्रो बुढाको उमेर चाहिँ 65, तिम्रो उमेर चाहिँ 35। ए लास सुने बुढा, उसले मसँग कुरा गरेको? छ्या हेर इनका मोटा बुद्धि हो मनी पे में हूँ। मोबाइल तेरो कानमा टाँसेर बोल्ने अनि मैले कसरी सुन्छु त? मेरो साथी मङ्गलीले फोन गरेको थियो, उसको कुरा सुनेर मेरो पेटै पोल्यो। किन? फोनबाटै तेरो साथीले तेरो मुखमा खोर्सानी कोथ्यो क्या? चुप लाग। अनि कसरी पोल्यो त तिम्रो पेट? उसले एकैचोटि जाउने छोरी पाए रे के? राम्रो, असाध्यै राम्रो। पाउँदैन पाउँछ नि, तँलाई चाहिँ यसमा पेट पोल्ने किन पोल्दैन त? मङ्गलीको 65 वर्षको बुढाबाट जम्ने छोरी पाइसकेको 1 हप्ता भइसक्यो। आफ्नो भने पेट भन्दिन म त, तिमी आफै बुझ। बुझिसके, राम्रोसँग बुझिसक्यो, कोसिस नगरे होइन। जेठीसँग भएन भनेर कान्छीको हात गएर बास्यौ, कान्छीसँग पनि भएन। अहिले त्यही कान्छीले घोग्राएर पठाइदियो, अहिले यही जेठीसँग आउनु पर्यो। तै पनि भएन, कान्छीले न्यु खोजे जेठीकोमा, जेठीले न्यु खोजे कान्छीकोमा। ए केटा हो, बसिरहेको छौ? कति कुराको यार, हामी आएर तल कुरेको आधी घन्टा पछि कति ढिलो गरेको? म ढिलो भएको होइन, तिमीहरू चाँडै आएर कुर्यो त म के गरौँ? ल भयो जाउँ मि, तेरो मामालाई भेट्न जाउँ। ल जाउँ, छिटो जाउँ। मामा नमस्कार। नमस्कार। मेरो साथीहरू सागर र भीम। खासमा कुरा के हो नि मामा, यिनीहरू पनि मसँगै विदेश जाने विचार गरे, त्यही भएर हजुरले यिनीहरू पनि सँगै विदेश पठाइदिनु पर्ने भयो। ए हो, खै त बहादुरीले हिजै पैसा ल्याएर दिन्छु भन्थ्यो, अहिलेसम्म सम्पर्कै गर्दैन। हे तेरिका, यसले त दिनसम्म दुःख दियो भा, के गर्ने होला? एकचोटि त फोन त गर्नै पर्यो। हेर बाबु, तिमीहरूले विदेश जाने निर्णय गरेर अति नै राम्रो गर्यो। अब यो उमेरमा पनि यसरी बरालेर हुन्छ? अब बेलैमा नकमाए कहिले कमाउने? बेलैमा कमाएर घर खेत मोटर गाडी सबै जोड्ने, बुढेसकालमा मजाले इन्जोय गर्नु। इन्जोय। ओहो, यो रमेश काकालाई पनि यही बेलामा किन फोन गर्नु परेको होला? अब यिनीहरूको अगाडि फोन उठाएर केही न केही गफ त दिनै पर्यो नि, जे परले भन्न कुरा गर्छु। हेलो, के को हेलो? खोइ पैसा फिर्ता दिएको, हिजै दिन्छु भने होइन? के रे हिजै पुगिसक्यो रे। को कहाँ पुगिसक्यो भन्छ यो? पैसा मैले पैसा फिर्ता पाएको छैन। ल राम्रै भएछ, मलाई खुसी लाग्यो। तेरो खुसी सोसी शोकमा परिणत गरिदिनु पर्यो क्या हो? ओ टाका पर्दैन, तिमीले मेरो यसरी प्रशंसा गर्नै पर्दैन। अरे ए ठग, ए चोर, ए डाका, ए फटा, मलाई मेरो पैसा फिर्ता दिनु पर्दैन? पर्दैन, मलाई पैसा दिनु पर्दैन। मैले त एउटा सानो सहयोग गरिदिएको मात्रै हो, मैले यो पैसाको लागि गरेको होइन। ए अर्काको पैसा खाएर तँलाई सानो सहयोग? मैले त जाने छु। हस् भइहाल्छ नि। ओके भाइ। सिङ्गापुरबाट अस्ति नै मैले धरानतिरको एकजना भाइलाई सिङ्गापुर पठाइदिएको थिएँ। साह्रै राम्रो ठाउँमा काम लगाइदिनु भयो दाइ, म तपाईँलाई 1 महिनाको तलब दिन्छु भनेर भन्छ। जे होस्, तिमीहरू मेरो अशोक भान्जाको साथीहरू भएको कारणले गर्दाखेरि तिमीहरू पनि मेरो भान्जा नै भयो। त्यसैले
तिमीहरूलाई एकदमै सस्तोमा मिलाएर म भान्जासँगै पठाइदिन्छु। साँच्चै मामा काम चाहिँ के होला नि? काम एकदम सजिलो छ। यस्तो काम त भाग्यमानीले मात्रै पाउँछ। दुध दुने काम, दुध दुने मेसिन हुन्छ, मेसिन लगेर गाईको थुनमा लगाइदिने, बाँकी काम सबै त्यो मेसिनले गर्छ। अब तिमीहरू पनि अशोक भान्जासँगै विदेश जाने हो भनेदेखि ढिला गर्नु भएन। 1 लाख पैसा र कागजपत्रहरू भोलि नै मलाई बुझाइदिनु पर्यो। तर मामा हामीले त पासपोर्टै बनाएको छैन नि। ए हो र? अब तिमीहरूले नै पासपोर्ट निकाल्नलाई धेरै टाइम लाग्छ, म एकै दिनमा निकालिदिन्छु। अब पैसा बुझाउँदाखेरि चाहिँ 1 लाखमा अर्को 25,000 थपेर अनि पासपोर्ट बनाउनलाई चाहिने कागजपत्रहरू सहित मलाई भोलि नै बुझाउनु। अरू के चाहिन्छ भन्ने कुरा चाहिँ अशोक भान्जाले भन्नुहुन्छ है। हुन्छ हुन्छ मामा, म सबै कुरा सम्झाइदिन्छु। ल म लाग्यो। नमस्ते। ल जाऊ केटा। ल केटा हो, तिमीले मामा कुरा सुनिहाल्यौ। यति सजिलै विदेशको राम्रो काममा कसैले पनि पठाउँदैन। मेरो मामा भएर मात्र हो। तिमीले सुनिहाल्यौ, अझै पनि 2-4जनालाई पुग्ने राम्रो काम छ अरे। बुझ्नेलाई हिउँचुली, नबुझ्नेलाई कुखुरा सुली। म पनि विदेशतिरै हुर्किनु पर्छ क्या हो। विदेशबाट कमाएर ल्याएपछि त यो नरनाथको सानै बेग्लै हुन्छ नि। नरनाथ इज विच भन्ने कुरो हुन्छ नि त यहाँ। ल केटा हो, अब आफ्नो घर जाऊ। मामाले भने अनुसार 1,25,000 खोजेर ल्याऊ, त्यसबाट मामालाई बुझाऊ, त्यसपछि त सारा विदेश। ओहो, 1,25,000मा त विदेशै पुगिने रहेछ नि त। बेकारमा म पनि कस्तो छु भने त्यो खोलाले बगाइसकेका जग्गालाई छर पनि 3 आना 3 पैसा जग्गा छ भनेर धाग लगाएर बसिरहेको छु। अब यसरी हुँदैन न रे। अब त्यो बहादुरेलाई दिएको पैसा फिर्ता ल्याउनु पर्यो, अनि यसको मामालाई भेटेर म पनि विदेश हुर्किनु पर्यो। सालको पातो टोपरी हुने एबरै नहुने सालैको, तिम्रो माया कति छ कति एबरै ला 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 ला। अम्मै त सानो तेरो टाउकोमा त है काठमाडौँमा त घरे रुम्रे जस्तै गरेर जुम्रा कसरी उम्रेका रहेछ नि। जङ्गलमा जनावर नभएर के हुन्छ त? तेरो मार्ने काम खुरुखुरु मार्न। सबै जुम्रा अझै मारेर सक्नु भए भोलि चाहिँ के गरी दिन बिताउँछौ नि? होइन या केटी हो, जुम्रा हेरेर दिन मात्र बिताउँछौ कि घाँसको भारी पनि पुऱ्याउँछौ? मेरो त भारी पुग्न लाग्यो है। होइन है शान्ति, तेरो चाहिँ के बितेको छ र यस्तो हतार गरेको? आइज बरु यतै बसौँ, एकछिन गफ गरौँ। त्यही त भनेको, यो माइत हुँदा पनि सधैँ घाँस दाउरा भोलि बुढाको घरमा गएर पनि त्यही त गर्नुपर्ने हो नि तैँले। के रे बिहेपछि पनि मैले यही नै गर्नुपर्छ भन्ने तिमीहरूले कसरी थाहा पायौ? भर त मलाई। अनि बिहे गर्दा चाहिँ किसानसँग गर्छु भन्छस्, अनि तैँले घाँस दाउरा भात नपकाएर के गर्छस् त? साह्रै हेपेर चाहिँ नबोल है केटी हो। त्यही त, धेरै हेपेर नबोला है केटी हो। शान्तिलाई घाँस दाउरा भान्सा मात्र होइन, उसले भकाएर पनि सोरेर देखाइदिन्छ अनि देख्छौ। चुप लाग, कुरा सुरा बुझ्नु छैन त्यत्तिकै कराउँछन् भने। बुझाएको मैले राम्ररी बुझाएको छु। तैँले बुझायो भने मलाई नि बुझाइदियो नि त। विदेश जाने जागिर खानेसँग बे गर्यो भने त सधैँभरि सँगै बस्न पाइँदैन। तर अब यतिको किसानसँग बे गर्यो भने त सँगै घाँस दाउरा गर्न पाइयो, सँगै खाना पकाउन पाइयो, सधैँभरि सँगै बस्न पाइयो। त्यही भएर हो के, बुझ्छ न? चुप लाग। छ्या छ्या छ्या, तिमीहरूको सोच देख्दा पनि मलाई दिक्क लाग्छ भनेको होइन। तिमीहरूले आफ्नो देश, आफ्नो गाउँघर, आफ्नो माटोलाई चाहिँ कहिले माया गर्न जानेनौ है। एकचोटि सच्चा मनले सोचेर हेर त, कति सुन्दर छ हाम्रो देश। सारा विश्वले कृषि प्रधान देश भनेर मानेको देश हो हाम्रो। आज तिमीहरू जस्तै आफ्नो माटो नचिन्नेहरूको कारणले गर्दा आफ्नो खेतबारी बाँझो राखेर विदेशीको मुख ताक्नु परेको छ। खाडीमा बगाउने पसिना आफ्नै देशमा बगायो भने सुन फल्छ भनेर खाडीबाट फर्किने युवा युवतीहरूले प्रमाणित गरिसकेका छन्। तर पनि कसैले आफ्नो देशको माटोलाई चिन्दैनन्। सबैले यसै गरी आफू जन्मेको माटोसँग नाता तोडेर विदेशतिर जाने हो भने नि एक दिन हाम्रो देशको माटोमा पराईले रजाई गर्नेछन्। ल र मलाई यिनीहरू उडाका, तिम्रो दाजु त म नम्बरी छोड्दिनँ। ए बुढा, तिमी चाहिँ के झोक्राएर बसेको? घरमा चिनी चियापत्ती साबुन केही रहन्छ? म चाहिँ गएँ पसलमा किन्नलाई। जाऊ न त। बुढो, त नरेन्द्र ताता यतै आउँदैछन्। पैसा लिन आएको होला, अब के भनेर पठाउने त? उहाँ घरमा हुनुहुन्न, भोलि आउनुहोस्, भोलि दिन्छु भन्नुभएको छ भनेर भन न। ल जाउँ न, तिमी त त्यही भन्नु। ए बहादुरनी बुहारी,
काका दर्शन दर्शन गर्छ अलि अलि निउरिया चाहिँ हो खै त बहादुर भट्टी त देख्दिनँ त ए उहाँ त आज बिहानै निक्लेर जानुभएको काम छ भन्दै हुनुहुन्थ्यो बरु तपाईँलाई चाहिँ नरे काका आउनुभयो भने पर्सि उहाँको पैसा दिने पर्सि लिन आउनु भन्नु है भन्नुभएको छ हेर बुहारी तिमीहरू कुन बेला कस्तो कुरा गर्छौ भन्ने कुरो यो नरनाथलाई छर्लङ्गै छ यो बहादुर भट्टिस पक्का पनि त्यहाँभित्र लुकेर बसेको छ त्यसलाई यहाँ खुर्क बोलाउ त होइन भने रनाको मचाइदिन्छु म यहाँ बवाल हुन्छ बबालाई किन गर्नु परेन नरनाथ काका म आइहालेँ अनि तिमी चाहिँ गेटमा परेर हेरिरहने जाऊ चिया बनाएर लिएर हुन्छ म चिया बनाएर ल्याइहाल्छु है काका नरनाथ काका म आएँ त आएर मात्रै हुन्छ यहाँ पैसा दिनु पर्दैन पैसा चाहियो दिन्छु काका दिन्छु भोलि बेलुका तपाईँको हातमा जसरी मैले लिएको थिएँ त्यसै गरी तपाईँलाई फिर्ता दिन्छु ल अब तैँले भोलि 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 भनेर मलाई धेरै झुलाइसकिस् अब चाहिँ म तिमीहरूको कुरा मान्नेवाला छैन यो मेरो अन्तिम भाका हो काका फरक पर्दैन ढाँटेको भएदेखि मेरो श्रीमतीको कसम के भन्यो रे तिमीले श्रीमतीको कसम रे मेरो कसम किन खान्छौ तिम्रै कसम खाऊ न नरे काका पर्सिसम्ममा यिनले तपाईँको पैसा दिएनन् भने यिनकै कसम ल जा हे तिरिका तिमी विपक्षीले जस्तो किन यस्तो पत्र पत्र बोल्यो भने तिमी चुप लाग न चुप लाग किन चुप लाग्ने हो चुप लाग्दिन म मेरो चाहिँ मुख छैन लु भयो तिमीहरूको यो नाटक मलाई राम्रोसँग थाहा छ यदि भोलिको भाका नाग्यो भने तिमीहरूले यो घरमा रात काट्न पाउँदैनौ तिमीहरूको रात जेलभित्र कट्छ याद गर बुढा हजुर म त गएँ माइ त किन म यसरी जेलभित्र बस्न सक्दिनँ बुझ्यौ तिमी आफै बस ए तेरिका जेलभित्र बस्न पर्दैन के पैसा आफै आउँछ पैसा आफै आउँछ कसरी आउँछ त हिसाब गरेरै आउँछ यो सौभाग्यले नि दियो अच्युतले पनि दियो गोविन्दले नि दियो बनमालले ब्याजमा चाहिँ दियो हरिले दिन्छु भने यो किनले पो डाँका पऱ्यो त यसलाई कसरी उठाउने होला नमस्कार रमेश दाई ए नमस्ते नमस्ते ए ल बस 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 ए छोरी ए साँच्चै बजार पो गइसक्यो अरे तिम्रो चिया खान्थ्यौ कि है अनि बाउ छोरी आछौ त के कामले आयो हामी जस्तो गरिबको के काम हुन्थ्यो र दाई यसो सहयोग माग्नु भनेर आएको नि कस्तो सहयोग चाहियो भन यादव म सकेको म गरिदिइहाल्छु यो सागरे विदेश जान्छु भन्छ हाम्रो गाउँको अशोकको मामाले भान्जाहरूसँग यसलाई पनि पठाउन लागेको रहेछ ए राम्रो नि भने यसमा मैले के सहयोग गर्न सक्छु मेरो तल्लो खेत बन्दकी राखेर 1 वर्षको लागि मलाई 1,25,000 हजुरले ऋण दिनु पर्यो हेर यादव अरू आएर मागेको भए मैले नाइ भनिदिन्थेँ हेर अब तिमीले आएर भन्यौ मैले नाइ भन्न सकिनँ तर के काका तिम्रो बाउ छोराले यसो तमसँग सही छाप गरेर विधि पुर्याउने काम चाहिँ गर्नुपर्छ रमेश दाइले पिर चिन्ता के लिनु पर्दैन तमसुक तयार पार्दा हुन्छ यसो गर्दा यादव भाइ उसो भए के गरौँ भने यहाँ बसेर तमसुक तयार पारौँ त्यसपछि तल बजारमा गएर ब्याङ्कबाट पैसा निकाल्छु अनि म तिमीलाई दिन्छु है त ल लासो नाना लासो आले लासो लासो सन्चै हुनुहुन्छ सन्चै छ आले सन्चै छ अनि आलेलाई कस्तो छ नि मलाई पनि सन्चै छ अनि त्यो भिनाजुलाई कस्तो छ नि भिनाजु पनि यही हुनुहुन्छ उहाँलाई राम्रै छ दिदी सुन्नु न भन न सुन्दैछु म भिनाजुलाई भनेर मलाई एउटा सहयोग गर्नु पर्यो के भइहाल्छ नि भाइ हामीले गर्नुपर्ने सहयोग आफ्नो भाइलाई गरिहाल्छ नि बरु कस्तो सहयोग चाहिएको हो भाइलाई छ नि दिदी म विदेश जाने निदो गरेँ विदेश जानलाई 1.5 लाख जति लाग्दो रहेछ भिनाजुलाई भनेर मलाई 1 लाख जति गरिदिए भन्नु न मलाई भन्दा पनि भेनाजुसँग तिमी आफै कुरा गर न म भेनाजुलाई फोन दिन्छु कहिले लासो लासो भेना लासो कुरा के थियो भन साल बाबु कुरो के भने नि भेना म विदेश जाने निर्णय गरेँ 1.5 लाख लाग्दो रहेछ 50,000 चाहिँ मैले खोजखाज गरेँ 1 लाख रुपियाँ हालिदिनु पर्यो तपाईँले म विदेश गएर पठाइदिउँला के बरु तिमीले भनेको कुरा ठिक कुरा हो सालबा विदेशमा कमाउनु जान्छु भन्ने मान्छेलाई जानुहुन्न भन्ने होइन उनलाई सहयोग गर्नुपर्छ जानु पनि दिनुपर्छ तर
मसँग अहिले फिस्टो पैसा छैन, सुक्को पैसा पनि छैन। तर जे होस्, म तिम्रो दिदीको घर गहना बेचेर भए पनि तिमीलाई 1 लाख रुपियाँ मैले दिने भयो, बुझ्यौ? हस् बेन हस्, राख्दिएँ मैले। लासो 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 कापुल्ला। होइन यो बहादुर डाका मेरो पैसा दिनुपर्छ भनेर भाग्दैछ क्या हो? तँलाई भेट्नु नि मात्र तेरो कठालो कसरी सुनाउँछु मैले। आज योसँगको हिसाब किताब सब छिनो फाइनो गरिदिउँ भनेको भेट्नै मुस्किल पर्ने भयो नि त मलाई। फेरि झाडीमा छिरेर मऱ्यो। अब यसले धारो बजाएको के सुन्नु, यहीँ बसेर कुर्नु पर्यो। होइन अचम्मै पो भयो त, यहाँ त बहादुरे छिरेको थियो, यता त आँधुरे पो यता गयो त। ओहो, यो त सार्वजनिक शौचालय जस्तै रहेछ नि त, मान्छे छिरिराख्दो रहेछन्। यसलाई त मैले कहाँ छोड्छु र? अब खै त छैन त बहादुरे, मलाई झुक्याएर मरेको क्या हो यसले? यो नरनाथले कुरा बिगार्छ कि क्या हो? ल यतै पो आउँदैछ, चिन्यो कि क्या हो यसले? ओइ अशोके, तेरो मामाले त गफ दिएको क्या हो, अहिलेसम्म आइपुग्दैन त। चुप लाग्नु न, आफ्नै मामालाई भान्जाले कहीँ गफ दिन्छन्। ओ मामा आइहाल्नु। मामा नमस्कार। नमस्ते नमस्ते। म आउँदा आउँदै अलिकति लेट भयो होइन, अनि भान्जाहरूले सबै त्यो रेडी गरेको हो? भयो माम भयो, दुवैजना कागजपत्र र पैसा तयार पारी ल्याइसके। ल ठिक छ ठिक छ, म अहिले नै काठमाडौँ गएर अफिसमा तिमीहरूको यो कागजपत्र फोटो सबै बुझाउनु पर्छ। एक केटा हो, त्यो कागजपत्र र पैसा ल्याएको मामलाई देऊ त। ल अशोकले भने जस्तै कागजपत्र र पैसा यसमा छ। ल ल मामा यो चाहिँ मेरो बुवाले खेत बन्दगी राखेर ल्याउनु भएको हो, तलमाथि भयो भने त मामा हामी त बर्बादै हुन्छौँ, फेरि घर न घाटको हुन्छौँ। तेरिका, तपाईँहरू पनि मेरो अशोक भान्जा जस्तै हो, तपाईँले चिन्दै मान्नु पर्दैन, सबै यहाँ छ होइन? हजुर मामा। ल मेरो प्यारा भान्जाहरू, तिमीहरूले यति सम्झ कि तिमीहरूको लाइफ बन्यो। म काठमाडौँ गएर सबै कुराहरू मिलाएर फोन गर्छु, तिमीहरू तुरुन्त काठमाडौँ आऊ है त? हस् मामा। म चाहिँ तिमीलाई कहाँ कुरेर बस्नु नि भन्दा पनि नभनी हिँड्यौ। ए भनेपछि झाडीभित्र छिरेर रूप परिवर्तन गरेर दुनियाँ ठग्ने को रहेछ यो छेपारो भने त यही बहादुरे पो रहेछ। के हो अशोके, खुब मामा हो भन्थिस् त? ए भनेपछि मामा भान्जाको नाता लाएर छिमेकीहरूलाई लुट्न थालिसक्यो छैन? ओइ मोटामुटी, एकछिन पहिले मेरो कुरा सुन। मलाई त मेरो सालोले भन्न हेर्ने शङ्ख लागिसकेको थियो, एकै दिनमा भिसेर 5 फटफट दिने अरे एकाथे। अरे त यसो हेर्दा आफ्नै गाउँको ठक परे चाहिँ अब तपाईँ भन् म सुन्छ। Something like that. But I think very nice. How could you this to me? I don't care, but I love you too. मार्दिन पर्ने यो जस्ता चोरा घन्टीहरूले गर्दाखेरि नेपाली युवा युवतीहरू विदेश चिनेको नाममा ठगिरहेछन्। यहाँ विदेशमा गएर रोडमा सुतिरहेछन् बोकै। सही हो, यस्तै ठगहरूले गर्दाखेरि सयौं युवा युवतीहरू ऋण तिर्नु नसकेर आत्महत्या गर्नु बाध्य भएका छन्। तेन्जी जेठा बा, मलाई माफ गर्नुहोस्। माफ गर्ने होइन, यस्ता ठगलाई त पुलिसको बुझाउनु पर्छ। होइन भन्दा होइन, एकचोटिले मलाई माफी दिनुहोस्, मैले बाध्यताले यो काम गरेको हो। के बाध्यता पर्यो तपाईँ? मैले धेरैको ऋण तिर्नु थियो, त्यो ऋण तिर्नको लागि मसँग अरू उपाय थिएन, त्यही भएर मैले यो यस्तो कार्य गर्नलाई बाध्य भएको हो। मैले यो पैसा लिएर कतै गएर केही व्यापार व्यवसाय गरेर केही पैसा कमाएर सबैको ऋण तिरौँला भन्ने योजना बनाएर म यहाँबाट जान लागेको थिएँ। तर समयमै तपाईँहरूले मेरो आँखा खोलिदिनु भयो। अबदेखि म यस्तो गलत कार्य कहिल्यै गर्ने छैन। एकचोटि मलाई माफी दिएर राम्रो काम गर्ने मौका दिनुहोस् तेन्जी ठुलो बा। ठिक छ, त आफ्नै गाउँको भतिजो हो,
अब आइन्दा यस्तो गलत काम नगर्ने शर्तमा माफी पाइस्। गर्दिनँ तेन्जी जेठा गर्दिनँ। अबदेखि म यस्तो गलत कार्य कहिले पनि गर्ने छैन। मलाई माफी दिनुहोस्। र ठिक छ, माफ पाइस्। नरे काका हजुरलाई पुलिसले खोजिराखेको छ। यो सागरे विदेश जान्छु भन्दैछ। हाम्रो गाउँको अशोकले मामाले म मामासँग कुरा गरिदिन्छु। यसरी कुरा गराइदिन्छु। यो मेरो अन्तिम भाका हो काका। ढाँटेको भएदेखि मेरो फिल्म ए तिम्रो बुढा गुन्डा कस्तो के भनेको? ए राम्रो नि। ल भन म यसमा तिमीहरूको रात जेलभित्र काट्छ, जेलभित्र काट्छ नि फेरि भन्ने छु मैले। बुढा म त हिँडेँ माथि। हजुर यो हो गोलमाल।